सानो क्षेत्रको मण्डलीसँग तिनीहरूको भाषामा बाइबल थिएन। तैपनि तिनीहरूले पाएको समाचारले तिनीहरू उत्साहित थिए। मण्डलीका अगुवाहरूले उनीहरू आफै बाइबल अनुवाद गर्न सक्छन् भन्ने कुरा सिकेका थिए। वास्तवमा नजिकैका माई क्षेत्रका चर्च नेताहरू तानो चर्चहरूलाई बाइबल उनीहरूको आफ्नै भाषामा अनुवाद गर्न सिकाउन मद्दत गर्न आउँदै थिए। तानो मण्डलीहरू यस समाचारले यति उत्साहित भए कि उनीहरूले लुकाको सुसमाचारबाट आफ्ना मनपर्ने खण्डहरूमध्ये एउटाको अनुवाद गर्न सुरु गरे। अनुवादको काम छिटो अगाडि बढ्यो। तर जब उनीहरूले अनुवादको पहिलो मस्यौदा साझा गरे, यो श्रोताहरूलाई अलमल लाग्यो। जब माईबाट दाजुभाइ दिदीबहिनीहरू आइपुगे, तानोले उनीहरूलाई धेरै न्यानोपन र आतिथ्यका साथ स्वागत गरे। तिनीहरू सँगै साँझको खाना खान बसे र आफ्नो पहिलो मस्यौदामा गरेको प्रगति र सामना गरेका चुनौतीहरूबारे छलफल गरे। माई नेताहरू अनुवाद सुन्न उत्सुक थिए। तानो नेताहरूमध्ये एकजना उभिए र आफ्नो पहिलो मस्यौदा आफ्ना अतिथिहरूसँग साझा गरे। सबैले सुनिरहँदा कोठा शान्त भयो। त्यो खण्ड पुरा भएपछि माई नेताहरूमध्ये एकजनाले समूहलाई भने, तपाईहरूको भाषामा परमेश्वरको वचन सुन्ने पहिलो व्यक्तिहरूमध्ये पर्न पाउँदा हामी सम्मानित छौँ। तपाईले काम सुरु गर्नुभएको सुन्न पाउँदा हामी खुसी छौँ र यो चुनौतीपूर्ण रहेको कुरा हामी बुझ्छौँ। तपाईले के सिक्नुभयो र यो मस्यौदा तयार गर्दा तपाईँका लागि सबैभन्दा गाह्रो के थियो? तानोले व्याख्या गरे कि शब्द शब्दमा अनुवाद गर्ने तिनीहरूको पहिलो चरण निकै छिटो अघि बढ्यो, तर चुनौती अनुवादलाई बुझ्नमा आयो। के शब्द ठिक लाग्यो तर अनुवाद गलत सुनियो? हो, जब हामीले अनुवाद सुन्यौं के भनिएको थियो भनेर बुझ्न गाह्रो थियो। तपाईलाई कसरी थाहा भयो? हामीले पनि सुरुमा उस्तै सङ्घर्ष गर्यौं। बाइबल एउटा पवित्र पुस्तक हो र हामीले प्रत्येक शब्दलाई हाम्रो आफ्नै भाषामा अनुवाद गर्ने प्रयास गर्यौं। परिणाम यो थियो कि हाम्रा पहिलो मस्यौदाहरू बुझ्न धेरै कठिन थिए। शब्दहरू हाम्रो भाषामा थिए तर हामी जस्तो लागेन। तपाईले अनुवादमा सुधार गर्न सक्नुभयो? तानोले सोधे। हो, हामीले सिकेका छौँ कि कुनै अनुच्छेदको अर्थलाई कायम राख्न प्राय त्यसको रूप परिवर्तन गर्नु आवश्यक हुन्छ। प्रत्येक शब्दको अनुवाद गर्नु राम्रो तरिका जस्तो देखिन सक्छ, तर हामीले त्यसो गर्दा अर्थ अर्को भाषामा पुग्दैन। यसरी सोच्नुहोस्, यो गाग्रोमा रहेको पानीले व्यापारिक भाषामा अर्थ जनाउँछ। यो कप तपाईको भाषा दर्शाउँछ। जब म जगबाट कपमा पानी खन्याउँछु, पानीको आकार परिवर्तन हुन्छ, तर पानी पानी नै रहिरहन्छ। तपाईँ देख्नुहुन्छ, हामीले एक भाषाबाट अर्को भाषामा अर्थ सार्दा पनि यस्तै हुन्छ। भाषाको रूप वा आकारसँग सम्बन्धित कुराहरू, शब्दहरूको सङ्ख्या, शब्दहरूको क्रम र अन्य कुराहरू परिवर्तन गर्नु पनि हुन सक्छ ताकि अर्थ उही रहोस् भन्ने कुरा सुनिश्चित गर्न सकियोस्। तानोले यसबारे केही क्षण सोचे र जवाफ दिए, हो, हामी बुझ्छौँ। तैपनि हामी कसरी निश्चित हुन सक्छौँ कि हामीले वास्तविक अर्थ बोकेका छौँ? पानीलाई फेरि एकपटक विचार गरौँ। म जगबाट कपमा केही मात्र पानी खन्याउँछु भने मैले त्यहाँ पानी बाँकी छोडेको हुन्छु। पानी नै अर्थ हो भने मैले केही कुरा पछाडि छाडेको छु जुन मेरो अनुवादमा हराएको हुनेछ। यो राम्रो छैन। हामीलाई पूर्ण अर्थ चाहिन्छ। त्यसै गरी यदि मैले जगबाट कपमा सबै पानी खन्याएँ र त्यसपछि दुध पनि थपेँ भने मैले पहिले नभएको कुरा थपेको छु। मैले मेरो अनुवादमा केही यस्तो थप्छु जुन मूलमा थिएन भने मैले नयाँ अर्थ थपेको छु। यो राम्रो छैन। अन्तमा यदि म चिया पातमा पानी हालिदिन्छु भने मैले पानीलाई परिवर्तन गरेको छु।
अब चिया खाने बेला भयो। मैले मेरो अनुवादमा मूल पाठमा भएको अर्थ जस्तै उही अर्थ व्यक्त गरिन भने मैले त्यसलाई परिवर्तन गरेको छु। यो राम्रो छैन। हामीलाई मूल अर्थ मात्र चाहिन्छ। तानो चर्चका अगुवाहरूले यो कुरालाई विचार गरे र बुझे। त्यो कुराकानीले तिनीहरू सबैलाई उत्साहले भरिदियो र तिनीहरूले नयाँ समझसहित अगाडि बढ्दा परमेश्वरले तिनीहरूको कामलाई मार्गदर्शन गरून् भनी सँगै प्रार्थना गरे। अनुवाद गर्दा तीनवटा कुरामा होशियार भएमा हामीले सही अर्थ पाएका छौँ भन्ने विश्वास प्राप्त गर्छौँ। पहिलो, सबै मूल अर्थ अनुवाद गर्नुहोस्। दोस्रो, मूलमा नभएको नयाँ अर्थ नथप्नुहोस्। तेस्रो, अर्थलाई परिवर्तन नगरी सञ्चार गर्नुहोस्।